हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई म चाहिँ भर्खर उठेँ अब उठेर चाहिँ फ्रेस हुन्छु त्यहाँबाट चाहिँ घरको काम नुहाइदिए गर्दा अब घर सफा गर्छु म चाहिँ नुहाइदिए गरिसकेको थिएँ अन्त माथि आएँ नि त माथि आएर रुमहरू सनाकसिनिक गर्नु थियो अन्त रुमहरू सटक्क पारेर माथि मिलाइसकेर मुनि झरेँ अन्त मुनि पनि मिलाउनु थियो अन्त आज चाहिँ हामीले यहाँ माथि डाइनिङ टेबल चेन्ज गरेर पुसपास गरेर अन्त यहाँ चाहिँ मामा छोरी भएर डाइनिङ टेबल चटक्क पारेर मिलाएँ होइन मलाई चाहिँ यो वाइट भएर चाहिँ एकदम जोगाउनु कति साह्रो पर्छ नि त अन्त चेन्ज गरिहाल्छु एकैछिनमा अन्त यहाँ पनि चटक्क पारेर मिलाएँ हेर्नु कस्तो दामी देखेको छ वाइटले हो सनक्क पनि देखेको छ अन्त ठिक्कै दिदी पनि आयो यता अल्छी पनि लाग्दै थियो दिदीसँग गफ गर्दै यतापट्टि रुम पनि चटक्क पारेँ हो अन्त दिवालीमा चाहिँ अरू बेला भन्दा पनि दिवालीमा चाहिँ मजाले जोस चल्छ दिवाली दसैँ दिवालीतिर चाहिँ घर चम्काउनु अरू बेला पनि त सफा नै गर्छ सनक्क पारेर यता मिलाएँ हो अन्त घरको काम चाहिँ कहिले सकिँदैन त्यहाँदेखि सकिने बित्तिकै दिदीसँग म ओद्लाबारी आएँ होइन ओद्लाबारीमा पनि घरकै सामानहरू किन्नु थियो योपालि चाहिँ एकदमै सयपत्री फुलको त एकदम दाम बढेछ हो पहिलो योपालि चाहिँ गाउँतिर त्यस्तो फुलेको छैन नि त त्यही कारण बजारमा चाहिँ मार्केटमा हेभी प्राइस भएछ बरु मैले 35 रुपियाँ गोटा लगेकोलाई योपालि त 45 गरेर ल्याउनु पर्यो अब पूजा गर्नुको लागि घर सजाउनु ल्याउनै पर्यो त्यहाँबाट चाहिँ हामी घरतिर लाग्यो घर आएको थिएँ आमाले ठिक्कै गोबरले लिप्नु हुँदो रहेछ हामी चाहिँ यसरी लिप्छु होइन आमा चाहिँ टक्क पारेर लिप्नु भयो गोबरले अन्त त्यता दिदी पनि फोन हेरेको के हेर्नु हुँदै थियो दिदीले अन्त आमाले यहाँ फुल पनि उनीको लागि रेडी पार्नुभएछ कलश टकटक लाउनु भएछ अन्त यता हेर्नु मेरो प्लान्टहरू चाहिँ कस्तो आदि मरिसकेको छ के भयो अहिले त मलाई प्लान्ट देखेर हरेस लाग्नु थालेको छ नभन्नु होइन दिदी पनि ठिक्कै आएको थियो अन्त बजार दिदीलाई चाहिँ मलाई काम सकाइ जाला भन्थ्यो दिदी छेउमा बिहाको पनि अलिक फाइदा नै भएको छ अन्त दिदीले यहाँ फुलहरू टाङ्नु सजाइदिँदैछ अन्त मेरो अलिकति त्यो फुस्केको फुल थियो नि त त्यो फुल चाहिँ म उनेर्नु पर्यो अन्त किन त्यो वेस्ट गर्नु भनेर योपालि चाहिँ सयपत्री फुलको त एकदम बढेछ भन्नु नि गाउँतिर पनि त्यस्तो बेच्नु पनि ल्याएन हो दाम पनि एकदम बढेर नभन्नुहोस् अन्त यता गफ गर्दै दिदीसँग गफ गर्दै फुलहरू उन्दैछु होइन अन्त चाहिँ यता चाहिँ आमाले यहाँ रोटी पोल्नुको लागि हामीले चाहिँ अझै लक्ष्मी पुजेको नि त अन्त आमाले यस गाइस भन्दै सागो फुक्नु हुँदैछ यता कराई बसाउनु भएको थियो यसरी बाबर बनाउनुहुन्छ लक्ष्मी मातालाई चढाउनु हामी चाहिँ पहिला गाईलाई पुजेर मात्रै भित्र पुज्छु नि त त्यही कारण आमाले बाबर पोल्नु हुँदै थियो यस्तो हुन्छ है बाबर आगोमा पोल्नु भएको मेरो आमाले चाहिँ कति काम गर्नुहुन्छ मेरो मम्मीले चाहिँ अन्त यता दिदा चाहिँ रङ्गोली बनाएर जाए भने दिदीले यहाँ रङ्गोली बनाउँदैछ हो अन्त मजाले बनाइन्छ अन्त दिदीले बनाउँछ नि त अन्त मलाई थाहा भएको जे पनि दिदीले नै बनाउँछ अन्त दिदीले टक्क पारेर रङ्गोली बनाउँछ अन्त म चाहिँ अलिअलि भिडियोकै लागि भए पनि यता अलिकतिमा चाहिँ रङ हाल्दै बनाउँदैछु दिदीले यसको चाहिँ हुन्छ भन्दै भनिरहेको थियो नि त हाम्रो घर चाहिँ डेकोरेसन गरेको थिएँ हामीले कस्तो लाग्यो हामी तपाईँलाई अब डेकोरेसन मेरो दिदीले बनाएको रङ्गोली बनाएको हो अन्त मैले चाहिँ उयो चालनीले छापेर उयो बनाएको थिएँ होइन फुलहरू चाहिँ कस्तो भएको छ मलाई कस्तो दुख्छ फुलले गर्दाखेरि होइन रङ्गोली कस्तो चटक्क पारिदिने दिदीले हो सबै सकेँ त्यहाँबाट दिदी घर जानु पनि आँट्यो बाई बाई दिदी भन्यो कति छिट्टो दिदीको पनि थाहा पाउँदैन एकैछिनमा आउँछ एकैछिनमा गइहाल्छ यता बेदु आइरहेको थियो हो अन्त साँझको लागि गाईलाई पूजाको लागि सबै टिका रेडी पाऱ्यो मम्मीले अन्त म चाहिँ यता बाटोतिर निस्केको थिएँ हामी चाहिँ पहिला लक्ष्मीलाई पुज्छु मेन लक्ष्मीलाई पुजेर चाहिँ भित्र पुज्छु नि त अन्त यतै बाबा र दादाले पुज्दैछ दुईवटा गाई छ नि त दुईवटा गाईलाई चाहिँ बाबा र दादाले पुज्दैछ यता गाईलाई खाना दिएर नभए त उयो गर्छ नि त भनेर चाहिँ दिँदैन भनेर अन्त यता उनीहरूलाई पनि के हो जस्तो लाग्यो होला तपाईँहरूले चाहिँ कहिले पुज्नुभयो गाईलाई हामीले चाहिँ हिजो पुजेको थिएँ होइन अन्त लक्ष्मी पूजा चाहिँ भित्र पुज्नुपर्छ भनेर यता मम्मी र बाबाले गाईलाई उयो गर्नुहुँदै थियो टिका लगाइदिनु बाबाले अन्त यता दादाले बातीहरू राखेर लक्ष्मी मातालाई ढोग्दैछ हो मेन लक्ष्मी मातालाई ढोकेर चाहिँ अब भित्रहरू पूजा गर्नुपर्छ भन्नुहुँदै थियो नि त गाईले पनि छपक चाहिँ दिइरहेको थियो भनौँ न केही नमाने यता पूजा पनि गरिसक्यो त्यहाँबाट चाहिँ यता आमाले फुलमाला लगाइदिनु भयो गाईलाई अन्त कति छिटो छमक्क पऱ्यो त्यहाँबाट टिका लगाउने टर्न मलाई पनि लगाइदिनु भयो बाबाले टिका होइन आशीर्वाद दिँदै टिका लगाइदिनु हुँदैछ हो अन्तखेरि चाहिँ टिका चाहिँ उयो हो नि त नि मेन अन्त लक्ष्मी माताको खुट्टा रोक्नुहुँदैछ बाबाले अन्त मलाई चाहिँ 50 रुपिस दिनुभयो टिका लगाएर त्यहाँबाट चाहिँ रेडी हुन आँटेको तपाईँलाई मेरो दिवालीको आउटफिट देखाउँछु यो चाहिँ मेरो फाइनल आउटफिट छ कमेन्ट छ
दिउँसो पनि मेरो घर देखाएको थियो तपाईँहरूलाई होइन। अहिले रातिको घर चाहिँ हाम्रो यति साइड डेकोरेसन गरेको थियो। यो लाइट चाहिँ मेरो दादाले लाउनु भएको होइन। बाबालाई चाहिँ हामीलाई भन्दा बाबालाई चाहिँ खालि झिपिक झिपिक मनपर्छ नि त लाइटहरू डेकोरेसनहरू। हामीले सिम्पल मनपर्छ, बाबाको इच्छा जे हो त्यहीमा भनेर चाहिँ हामीले चाहिँ साइड गरेको थियो लाइटहरू। हामीले सिम्पल लाउनुपर्छ नेपाली सोचेको थियो होइन। बाबाले चाहिँ त्यस्तो मन पराउनु भयो अनि बाबाकै खुसीमा खुसी हामी पनि भनेर चाहिँ मैले चाहिँ साइड टक्क सजाएको थिएँ हो। प्लेट चाहिँ मजाले त्यहाँबाट पूजा गर्नुपर्छ भनेर चाहिँ यता पूजा गर्दाखेरि बाबाले भिडियो गर्नु कराउनुहुन्छ नि त। त्यहाँबाट पूजा गरेको भिडियोहरू त्यतिको हालिनँ। त्यहाँबाट सबैजनालाई चाहिँ म यता झिलझिरे नानी जस्तै हेर्नु नि भिडियो झिलझिरे ल्याएको थियो। सबैजनालाई ह्याप्पी दिवाली, मेरो बच्चा दिवालीको धेरै धेरै शुभकामना। अनि त्यता मम्मीको फोटोहरू खिच्दै त्यहाँबाट आएको छु। बडी खोइ चाहिँ बडी हुनुहुन्छ, म चाहिँ सानो लागिरहेको। भाउजू खोइ राम्रो ज्वाइँ पाउनु, बगानतिर नजानु, गभर्मेन्ट सर्भिस भएको ज्वाइँ पाउनु ल। ओके मलाई बडीको आशीर्वाद सुन्नुहोस् है गाइज। अर्को साल बिहा गर्नु भनेर आशीर्वाद दिएको छ। अब हेर्नुहोस् के हुन्छ हो। अन्तखेरि चाहिँ कोही मान्छे पर्खिँदा कति टाइम भइसक्यो। हाम्रो यहाँ भाउजू के गर्छ भाउजूहरू रेडी हुँदा टाइम गइसकेको छ। स्टार्ट गर्नु हो गाइज। भैलेनी खेल्न आएको छु हो। अब चाहिँ स्टार्टिङ पनि गर्नु। भैलेनी 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 जनाउना यो दैलेको सम्झना बिर्सना, यो भैलेको सम्झना बिर्सना। ल्यायो यो चाडबाड बसेर भैलोको, ऋतुले ल्यायो यो चाडबाड देउसेर भैलोको। जुनै आएको हामी दैलोमा, भैलेनी भन्दै आएको हामी बर्देको दैलोमा। यसै घरका माता पिताले ढुङ्गा छुँदा, दरबारे आउन् माटो छुँदा, अन्य आउन् पानी छुँदा, तेले आउन् सदा दिन हजुरको घरमा। लक्ष्मी माताले बास गरून्, लेखाको काने औलको माने, लेखाको काने औलको माने, आशिष दिन्छौ यतिकै जाने सदा। हेलो गाइज, अब चाहिँ भैलेनी खेलिसकेँ। अन्त चाहिँ हामी घरतिर गएको। हामी चाहिँ भैलेनी खेलिसक्यो हो। किन आउँछ अब चाहिँ हाम्रो भैलेनीमा कन्ट्रिब्युसन कति कति हुन्छ तपाईँहरूसँग पनि सेयर गर्दैछु, हेर्दै गर्नुहोस्। खराको यो पैसा हो कति भएछ तपाईँहरूलाई पनि देखाउने छु। हामीले चाहिँ भैलेनी खेलिसकेर पैसा हाम्रो आजको भिडियो मेरो यही एन्ड हुन्छ। घरमा गएर भेट्ने छु ड्रेस चेन्ज गरेर पैसा। बाई बाई गाइस। अब चाहिँ भैलेनी पनि सकेर सबै फ्रेस पनि भयो। अब सुत्न आँटेको। बाई बाई गाइस, गुड नाइट।